So alright guys, good morning. This is a new day with a new vlog. So म उता स्कुल जाँदैछु सर्टिफिकेट लिनलाई है. सो अहिले चाहिँ म एक्लै छु अनि अब सर्टिफिकेट लिन जाँदैछु म चाहिँ 10 क्लासको. सो एक्लै चाहिँ जाँदैछु. सो त्यही नै हेर्दै गर्नुलाई एकदम देख्न सक्नुहुन्छ हिमाल है. आज बिहान मेरो पछाडि हिमाल भोपाल छ नि. भोपाल होइन, आज चाहिँ मौसम एकदम खराब पर्दैछ है जस्तो लागिरहेको छ. त्यही नै आमा बब्बा फाइनली आइपुग्यो है गाइजहरू. पढाइ भइरहेको रहेछ क्या है. सेट्यार एकदम म चाहिँ बसिरहेको छु गाइज अहिले चाहिँ. सो गाइज सर्टिफिकेट लिएर चाहिँ अहिले म घर आइसकेँ अनि सर्टिफिकेट झिक्यो अनि एकछिन बलसल खेल्यो अनि आयो गाइजहरू. अहिले चाहिँ म जाँदैछु होइन. अनि रात पनि परिसक्यो एकदम. त्यहाँ पारि चाहिँ एकदम धुवाइरहेछ. म चाहिँ अहिले घर आइपुगेर नि खानासाना खाएर चाहिँ यहाँ मेरो चाहिँ गर्लफ्रेन्ड लगाउनको लागि चाहिँ औषधि गर्दैछु. देख्न सक्नुहुन्छ गाह्रो छ होइन. त्यही हो. स्कुलबाट चाहिँ आइयो, खानासाना पकाइयो, खाइयो. अनि अब चाहिँ म एकछिन फुलकोमा जाँदैछु. हेर्दै गर्नु होला होइन. आजको भिडियो चाहिँ कस्तो लाग्यो सो हेरेर प्रतिक्रिया चाहिँ दिन नबिर्सिनु होला. र च्यानलमा नयाँ हुनुहुन्छ भने चाहिँ सब्सक्राइब गरिदिनु होला. र पुरानो हुनुहुन्छ भने चाहिँ लाइक कमेन्ट सेयर गरिदिनु नबिर्सिनु होला भन्दै होइन. आजको लागि चाहिँ यतैतिर भिडियो एन्ड गर्न चाहन्छु. जय नेपाल.